नमस्कार। आज हामी यो न्युटन बी बर्गर घारको 8 फिल्म घारको 2 खण्डबाट यो मिति 2082 साल माघको 5 गते हामी यो मह काट्न गइरहेका छौँ। अब यहाँ यो मह काट्ने क्रममा तपाईँले देखिरहनु भएको छ, एउटा मैले बोरा राखेको छु। यो बोरा चाहिँ साह्रै जाडोको बेला, साह्रै यस्तो चिसोको बेलामा उनीहरूलाई तातो होस् भनेर राखिएको हो। अब एक खण्ड भरिसकेपछि उनीहरूले अर्को खण्ड भरेको नभरेको त्यो बोरा हेर्नुहोस् त भिजिरहेको छ। भिज्नु भनेको महमा भएको 17% पानीको मात्रा निकालेर त्यहाँ वाष्पीकरण गर्दै रहँदा त्यो बोरा चाहिँ अहिले भिजेको हामीले पाइरहेका छौँ। भनेपछि यसको मतलब यहाँ मह भरिसकेको छ। हेर्नुहोस् गाई, अब मह भरिसकेपछि यो खण्ड मैले यहाँ लगाइराखेँ। अब अर्को खण्डबाट फेरि मह यहाँ निकाल्न गइरहेको छु। हामीले यहाँ क्रमिक रूपले यसलाई चाहिने सामग्रीहरू जस्तो धुवादानी फ्रेम निकालिसकेपछि अर्को फ्रेम पुनश्च फेरि दिन पनि सक्छौँ। यदि महदानीबाट यसलाई मह काटिसकेपछि तुरुन्त त्यो महदानीबाट मह झिकिसकेपछि हामीले यसलाई फिर्ता दिने गर्छौँ। एउटा प्रविधि भने अर्को प्रविधि यदि बुढो चाका छ भने निकालेर नै हामी फेरि फ्रेम मात्रै दिने गर्छौँ। र यसरी हेर्नुहोस् त, अब मैले कुनै सामग्रीबाट धुवादानीको माध्यमबाट धुवा दिँदैछु। त्यहाँ मौरीको सङ्ख्याहरू प्रशस्त बसेका हुन्छन्। कोही मैन निकालेर मैन बनाउँदैछन्, कोही महलाई पकाउँदैछन्, कोही महलाई अलिअलि पक्न बाँकेको राखेर सिल ढाक्न लागेको हुनाले त्यो सिलहरू तोड्दैछन्। त्यो सिलहरू बनाउने क्रम र ढाक्ने काम उनीहरूको आफ्नो शरीरबाट भएको 7औं खण्डसम्म 6 देखि 13 दिनको बच्चाले मैन जिउबाटै निकालेर खुर्किएर अनि त्यो मह भरिसकेपछि अनि पाकिसकेपछि त्यसलाई टालेर हामीलाई यस किसिमले तयारी गरेर दिने काम गर्दछन्। पहेँलो जुन देखिरहनु भएको छ, पहेँलो सेतो पुरै ढाकेर उसले अलिकति पहेँलो क्रिम बनाउनु भनेको मानुस् कि अब उसले पूर्ण रूपले म पाकेको भनेर हामीले बुझ्नुपर्छ। सम्पूर्ण सिलहरू ढाकिएको छैन भने मान्नुहोस् अब मह लगाउने क्रमै छ। फेरि त्यो पूर्ण रूपले नपाकेको महमा पछि समस्याहरू आउन सक्छ। त्यस्ता महको गुणस्तर पनि राम्रो नहुन सक्छ र तिनीहरूलाई हामीले पुनश्च छोडिदिएमा उनी मौरीहरूले नि पकाउने काम गर्दछन्। भने यहाँ देख्नुहुन्छ तपाईँले प्रशस्त मात्रामा मह हेर्नुहोस्। मह यसरी लगाएको छ। प्रत्येक खण्डमा प्रत्येक फ्रेममा एक फ्रेम मह हामीले निकाल्दा 1 केजी हुने गर्दछ। किनभने यो न्युटन बी बर्गर आकार टाइपको घार नै हो। यहाँ 8 फ्रेम मैले भनिरहँदा न्युटन ए र न्युटन बी को सामञ्जस्यलाई मध्यनजर राखेर बनाइएको घारहरू हुन्। जुन घार अन्तर्राष्ट्रिय मापदण्डमा निहित छन्। यिनीहरू महमदानीमा र फिडर पनि लाग्ने सबै किसिमले उपयुक्त हिमाली भेगदेखि तल्लो खण्ड र भित्री मधेसदेखि बाहेक जुन 1500 मिटरभन्दा माथि 2200-2400 मिटरसम्म लगाउँदा पनि हामीले यसबाट सफलता लिन सफल भएको कुरा म यहाँ अवगत गर्दछु। अब हेर्नुहोस्, एउटा प्रविधिबाट हामीले मह निकाल्ने क्रम यहाँ भइरहेको छ। जुन मह चाहिँ यहाँ काट्ने क्रम काटेर फेरि राखिँदा एउटा काम चाहिँ यिनीहरूलाई तुरुन्त दिनुपर्ने, तर यसरी गर्दा आधार चाका हामीले तुरुन्त दिएको खण्डमा आधार चाकाबाट यिनीहरूले निर्माण गर्ने भए भने यो चाका पनि पहिलेकै जस्तै रूपमा परिवर्तन भइरहने भयो। भनेको नयाँमै भइरहने भयो। मेलिफेराले चाहिँ पुरानो चाकाहरूमा पनि प्रशस्त महहरू दिन सक्ने र सेरेना मौरीबाट चाहिँ
पुरानो चाकाहरू भइसकेपछि त्यो चाकामा त्यति मन नपराउने र विभिन्न रोगहरूले पनि यसलाई आक्रमण गरेको खण्डमा उसले बरु त्यो स्याहार्नको सट्टा त्यो घार नै परित्याग गर्ने यिनीहरूको बानी विशेषता भएको हुनाले हामीले त्यसलाई पनि मध्यनजर राख्न आवश्यक छ र केही एक दुईचोटि हामीले पुरानो चाकालाई चाहिँ यसरी परिमार्जन गरेर नयाँ चाका रहन्जेल आधार चाका दिएर अनि मह मदानीबाट मह काड्यौँ भने हामीले सफलता लिन सक्छौँ भन्ने कुरा पनि मैले यहाँहरूलाई पेस गरेँ। फेरि अब देख्नुहुन्छ अर्को खण्ड, अब अर्को खण्डमा पनि त्यत्तिकै छ भने पुछारको खण्डमा देख्नुहुन्छ अहिले ल यो खण्ड सकेँ मैले, अर्को खण्डमा हेर्नुहोस् त्यत्तिकै मह छ। ल हेर्नुहोस् यहाँ देख्नुहुन्छ, हेर्नुहोस् त तपाईँले त्योभन्दा झन् राम्रोसँग पाकेको अघिको भन्दा स्तरीय रूपले पाकेको मह प्रशस्त मात्रामा तपाईँले यहाँ देखिरहनु भएको छ। म निकाल्दैछु भने यहाँ यतिखेर हेर्दा सरस्वती 2 खण्डमा गरी जम्मा माथि 8 फ्रेम तल 8 फ्रेम गरेर 16 फ्रेममा मह चाहिँ यसरी लगाएको पाइएको छ भने सिजन सकिने बित्तिकै औँसी पक्षमा प्राय मह र पूर्णे पक्षमा चाहिँ छाउरा लगाउने भएको हुनाले तल चेम्बर नलगाउँदाखेरि र तल चाकाहरू पनि अलिक बुढो भएको खण्डमा चाहिँ माथिल्लो खण्डमा गएर यिनीहरूले फुल पार्ने भएकोले हामीले एक किसिमको चेम्बर पनि लगाइदियौँ भने हामीले 2 खण्ड 3 खण्डबाट पनि अलिक गर्मीको समयमा निकाल्नलाई सहज ढङ्गले सक्छौँ। भने अब यहाँ 10 फ्रेम तराई, मध्य तराई, भित्री तराई ठाउँहरूमा लगाएको खण्डमा त्यो घारहरूमा पनि हामीले लिन सकेको प्रशस्त आम्दानी लिन सकेको कुरालाई पनि मैले यहाँ अवगत गरेँ। भने हामीले यी घारहरूमा मोडलिटी घारहरूमा जुन घारहरू छन् ती घारहरूलाई अलिकति थोरै परिवर्तन गरेर चेम्बरको प्रयोग गरेर चाहिँ हामीले जाडो र गर्मीको सिजन अनुसार त्यसलाई न्यानो तातो गर्ने, अलि साह्रै गर्मी भएको खण्डमा चिस्यानको मात्रा पनि हामीले चाहिँ उसलाई उपलब्ध गराएर पाल्न सकेको खण्डमा चाहिँ सहजै ढङ्गले उनीहरूलाई हामीले चाहिँ यहाँ मौरीलाई हुर्काउन, बढाउन र धेरै बनाएर उसबाट उसको आम्दानी लिन सक्ने कुरालाई मैले अवगत गर्दैछु। देखिरहनु भएको छ तपाईँहरूले मह प्रत्यक्ष गरेर हेर्नुहोस्। यो मह अब हामीले शुद्धसँग प्राकृतिकबाट निक्लिएर सिजन अनुसारको चाहिँ फरक फरक हुन्छ। फापरको केही अलिकति रातो, त्यसपछि तोरीको अलिक पहेँलो, भने त्यसै गरी खैर र अन्य वनस्पतिको स्वादमा पनि हल्का तितो खैरको हुन्छ भने गाढा गुलियो, हल्का गुलियो, तितो र गुलियो, त्यसपछि यस्ता यस्ता स्वाद र रङ पनि परिवर्तन र बास्नाबाट पनि तपाईँले थाहा पाउन सक्नुहुनेछ। बास्नामा पनि अलिकति फुलको जस्तो किसिमको जुन फुलहरू फुलिरहेको छ वनस्पतिको, त्यो वनस्पतिको फुलको स्वाद यानि कि बास्ना चाहिँ हामीले सहजै ढङ्गले त्यसलाई स्वीकार्न सक्छौँ र अनि मात्र वास्तवमा यो सिजनको मह रहेछ भन्ने कुरा पनि पहिचान्न सक्ने कुराहरू छन्। भने अब हामीले अहिले आधुनिकतामा पूर्णता गइसकेपछि यसको ल्याब टेस्ट गर्न पनि सक्ने भयौँ। अनि ल्याब टेस्टहरू पनि गरिन्छ भने घरायसीमा हामीले हेर्नुहोस् त घरायसी रूपमा पनि ल्याब टेस्ट गर्दाखेरि यदि बारुदमा सलाई पानीमा मिसाइयो भने त्यो बारुद बल्दैन, तर त्यो बारुद यानि कि सलाइको काँटी महमा चोबेर बाल्नुभयो भने पनि फरक पर्छ। तर सबभन्दा राम्रो चाहिँ टिस्यु पेपरमा एक थोपा मह चुहाइदिनुहोस्। यदि त्यो फैलियो भने पानीको मिक्सचर अथवा केही अन्य छ भने फैलावट भएर जान्छ र